साथीले सिधा गएर खोलो देखा भनेको रहेछ। साथी अहिले यहाँ मेरो यहाँ त खोलो छैन, तल जानुपर्नेछ धेरै। कहिले जान्छु, तपाईँ 1K सब्सक्राइबर कम्प्लिट गर्नु भयो भने म जान्छु। आजको ब्लगलाई इन्जोय गर्नुहोस्। लेट्स गो। वेलकम ब्याक टु माई न्यू ब्लग। आज मसँग छ 50 रुपियाँ। अब म यहाँबाट चाउचाउ ल्याउन पठाउँछु भाइलाई, अनि त्यसपछि हामी मस्तसँग मिलेर चाउचाउ खाउँ। तपाईँ हेर्न सक्नुहुन्छ नेचरको धेरै राम्रो भ्यू छ। तपाईँ प्लिज लाइक कमेन्ट सेयर गर्नु होला, अनि च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला। तपाईँलाई यस्तै अब दामी भ्यू देखाउँछु आज पनि। अहिले म माथि जान्छु भनेको थिएँ, अब त्यो मेरो अर्को दिन हुन्छ। प्लिज तपाईँ माइन्ड नगर्नु होला। अब आजको ब्लग हेर्नु सक्नुहुन्छ। अब म चाउचाउ मगाउँछु। ओके, भाइले यो चाउचाउ ल्याइसकेको छ, अनि त्यसपछि अब हामी चाउचाउको मजा लिएर एकदमसँग तपाईँलाई यहाँ राम्रो राम्रो देखाउँछु। अनि आज त्यस्तो खासै छैन, के भन्छन्, यो अलिक बादल लागेको जस्तो पनि छ, तर अब हामी चाउचाउको मजा लिन्छौँ। अनि तपाईँ ब्लगमा बन्द होला। आजको ब्लग धेरै सानो हुन्छ। ओके, मैले चाउचाउ खाइसकेको छु र अब चाउचाउ खाँदाको भिडियो देखाएन, किनकि मलाई लाग्छ खाँदाखेरि यस्तो पिरोसँग खाएँ। अब यसलाई यसरी नखिच्ने, यसलाई डस्टबिनमा हाल्ने। डस्टबिन चाहिँ हाम्रो यहाँ रहेको छ, यो हाम्रो डस्टबिन। यस्तो डस्टबिन चाहिँ यसलाई यो 100-200 वर्षपछि यो आफै सडे गरेर जान्छ। हाम्रो पुस्ताहरूले पनि हेर्छन् यो आज यो ब्लग हेरेर, अनि यहाँनिर कागज छ भन्ने सबै थाहा हुन्छ हाम्रो पुस्ताहरूलाई पनि। अब खासै राम्रो दामी भ्यू छैन, आज यस्तै छ, पुरानै भ्यू हो सबै। तपाईँ ब्लग फुल वाच गर्नु होला, साँझसम्म ब्लग बनाउँछु, अनि तपाईँ हेर्दै गर्नु होला है। अब म यहाँ बाख्रासँग आइसकेको छु, त्यहाँबाट पनि आएँ। अब यहाँबाट बाख्रा लग्छु सिधा घर, अनि अलिकति देखाउँछु, अनि परिबाट पनि देखाउँछु। तपाईँ ब्लगमा बन्द होला फ्रेन्ड्स। म साँझसम्म देखाउँछु। आज बाख्रा तल आएँ, के गर्नु, यस्तै छ लाइफ। ओके, तपाईँ बन्द है। अरू यहाँबाट धपाएर माथि लग्दाखेरि हामीलाई त यस्तो फुल देख्यो, यसमा बस्यो। अब के हुन्छ यसरी माथि जाँदा, यसमा धेरै जान सकिँदैन हो फ्रेन्ड। हेर्न सक्नुहुन्छ धेरै पुल छ, 2वटा छन्, 2-3वटा तल खसालेका छन्। अब यहाँनिर पुल गाडो छन् कि के हो सायद। अनि धेरै राम्रो भ्यू छ, म तपाईँलाई यसरी देखाउँछु, हेर्नुहोस् त। पर यहाँ धेरै राम्रो राम्रो छ के। यहाँनिर बाख्रा यस्तो खेद्दाखेरि यहाँनिर यो यस्तै लगाएको पोल छ, यसरी यसलाई अँगालो हालेर राखिन्छ हो। अब बाख्रा तल पनि छ, के गरौँ, यस्तो हेर्नुहोस् त। हेर्नुहोस् त,
डरले बसेको छु यहाँनिर। त्यहाँनिर हेर्नुहोस् त धेरै राम्रो भ्यू छ। अब बाबै यहाँबाट झड्यो भने त मरिने पो भयो। यसभन्दा सिधा माथि यसो जाउँ। कहाँबाट जाउँ? धेरै डर लाग्दो छ हो। अब पुगे हामी अलि माथि राम्रो ठाउँ। यहाँबाट पनि झरिनु भयो। एउटा हातमा क्यामेरा र अर्को हातमा मोबाइल। हेर्नुहोस् त यस्तो भिडमा गएर भिडियो सुट गर्दैछु। प्लिज मेहनतको कदर गर्दै राम्रोसँग गर्नु होला है। अब कहाँबाट जाने हो? यहाँनिर त यस्तो हालेको रहेछ। बाबै फसिने पो भयो। कहाँबाट जाउँ है? अब अझ तल गएर रिटर्न हान हौ। फाइनली हामी पुगिसक्यौँ बाटोनिर। धेरै मेहनतको पछि यहाँ पुगिसक्यो। त्यहाँ के भन्छ सनसेट रहेको रहेछ। अब घरतिर जाउँ के होइन। यस्तै छ ब्लग हाम्रो। अब घरतिर जाउँ है। त्यहाँबाट पनि आइयो। अब घरमा आइयो। घरबाट पनि म दोकानतिर गएर सागसब्जी चियापत्ती चिनी लिएर घर आएँ। घर गएर आरामसे खान्छु अनि सोध्छु तपाईँ ब्लगमा बनिरहनु होला। अब के भनौँ, सबैलाई मेरो कमेन्टमा जो पनि हुन्छ नयाँ भ्युअर हुनुहुन्छ भने एक आवाजमा सपोर्ट गरेर सबैलाई सपोर्ट गर्नु होला। एउटा आएर अनि अब होमवर्क लेख्नतिर लाग्छौँ। अनि खानासाना भइसक्यो मेरो। तपाईँको भयो कि नै कमेन्ट गर्नु होला। र अब होमवर्क लेख्नतिर लाग्छौँ। आजको ब्लग एन्ड गरौँ। ओके, गुड नाइट। बैतडीको सुन्दर ठाउँ दोगडा केदर प्यारो गाउँ। वाडा नबचारको शान बसालीको मुस्कान। तिम्रै माया मनमा छ यो प्रीतिको पौधा हो।